यसो जति गहन छलफल भएर निष्कर्षमा पुगिन्छ नि, जस्तो मही पार्न पनि के हुन्छ भने तपाईँ यसो हल्का फिट्दै गर्दा त यसो हल्का पिउने मही हुन्छ, तर राम्रोसँग फिटेपछि के हुन्छ, घिउ पनि राम्रोसँग निक्लिन्छ। नेपाली काङ्ग्रेस पार्टी त एउटा परिपक्व पाको जिम्मेवार दल हो नि त। त्यस हिसाबले तपाईँले सम्झिनुभयो भने खोज्नुहोस् त, सबभन्दा पहिले भदौ 23 र 24 को घटना पछाडि सबैभन्दा पहिले 25 गते वक्तव्य कसको थियो? काङ्ग्रेसकै थियो। त्यसको लगत्तै सबभन्दा पहिले जुम बैठक कसको भएको थियो? काङ्ग्रेसकै भएको थियो। सबभन्दा पहिले प्रतिनिधि सभा विघटन संविधान सम्मत छैन भनेर जुम बैठकको निर्णय सार्वजनिक कसले गरेको थियो? काङ्ग्रेसले गरेको थियो। तपाईँ सम्झिनुहोस् त, सबैभन्दा पहिले भौतिक रूपमा बैठक कसले गरेको थियो? असोजको 3 गते केन्द्रीय कार्यालयमा जलेकै ठाउँमा खरानी पन्साउँदै काङ्ग्रेसले गरेको थियो। त्यसैले काङ्ग्रेसले त्यसबेला अगाडि पनि गरेको थियो। अहिले हामीले समय लगाएर गर्नुका पछिल्तिर पनि कारण छन्। सबैलाई एकताबद्ध गर्नु छ, फरक फरक विचारहरू छन्, सबै विचारलाई एकै ठाउँमा राख्नु छ, मन्थन गर्नु छ। त्यसले गर्दै गर्दा समय लागेको कुरा भन्दा पनि समयोचित निर्णय गर्ने कुराको लागि चाहिँ हामीले समय लाग्यो। तपाईँले सबभन्दा पहिला जुन भन्नुभयो, सबभन्दा पहिला फुट्ने पार्टी नै कङ्ग्रेस हुन्छ कि भन्ने छ क्या। अब त्यो चाहिँ कसैले कल्पना नगरे हुन्छ। नेपाली काङ्ग्रेस पार्टीभित्र फरक फरक मतहरू विगतमा पनि थिए, अहिले पनि छन्, भविष्यमा पनि रहन्छन्। नेपाली काङ्ग्रेस पार्टीभित्रको सौन्दर्यलाई हेर्नु न। पार्टीको आदरणीय सभापतिज्यूले अहिलेको राष्ट्रिय परिस्थिति सबैको भावनालाई होइन, नभए उहाँ के मैले उहाँको तस्बिर राखेर पोस्ट गर्दा नि भनेको थिएँ, केन्द्रीय समितिमा बहुमत त छँदै थियो त। केन्द्रीय समितिको बैठक बसेर तपाईँ छोड्नुहोस् भनेर भन्नु परेकै थिएन त, भनिसकेकै थिएन त। देशभरिका महाधिवेशन प्रतिनिधि हस्ताक्षर गर्दै मात्रै हुनुहुन्थ्यो, दर्ता गरेकै थिएन त। कुन राजनीतिक दलको चाहिँ तपाईँले देख्नु भएको छ फर्स्ट मेनले अहिलेको परिस्थितिको बेलामा म मेरो काँधको जिम्मेवारी अरूलाई सुम्पिन्छु भनेर कुन राजनीतिक दलको देख्नु भएको छ? कुनैको पनि छैन। त्यसैले नेपाली काङ्ग्रेस पार्टी त अत्यन्तै परिपक्व र जिम्मेवार ढङ्गले अहिलेको विषयवस्तुलाई समयलाई हेर्छ। त्यो हेर्ने क्रमको सुरुवात नेपाली काङ्ग्रेस पार्टीको आदरणीय सभापतिको सार्वगर्भित स्टेटमेन्ट मार्फतबाट भइसकेको छ। अहिले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा हामी छलफलहरू गरिरहेका छौँ। छलफलहरू हुँदिनुहोस्, फरक फरक विचार छन्। फरक फरक विचारहरू राख्दै गर्दाखेरि मध्यमार्गी ढङ्गको कुरा मैले राखिरहेको तपाईँहरू सुन्नुभएकै छ। कसैले मङ्सिरमै गरौँ भन्ने कुरा होला, कसैले वैशाखमा पुगौँ भन्नुभयो होला। मैले भन्दै गर्दा के भन्दाखेरि मङ्सिरको लागि ढिलो ढिलो हुनतिर लाग्यो। 4वटा विकल्प छन्। त्यसैले मङ्सिरमै महामन्त्री गगन थापाले राखेको प्रस्ताव बमोजिम जाउँ, त्यो पनि ठिक छ। त्यो सकिन्न भने विशेष अधिवेशन 2टा तरिकाले 17/2 बमोजिम केन्द्रीय समितिले बोलाउने दोस्रो विकल्प। तेस्रो विकल्प 40% भन्दा बढी महाधिवेशन प्रतिनिधि 54%ले हस्ताक्षर गरेर बुझाएको विकल्प, त्यसमा जाउँ। त्यो पनि अहिले चाहिँ नगरौँ न त भन्ने हो भने पुसको 16, 17, 18, 19 बिपी कोइरालाले मेलमिलापको नीति लिएर आएको जुन समय हो, जुन दिन हो, त्यो ऐतिहासिक दिनको दिन गरौँ भनेर भने। त्यसमा आज थप मैले फेरि कुरा के भने अहिले पनि भोलिदेखि बैठक बस्ने कुरामा सहमतिपूर्वक प्रस्ताव लिएर जाउँ होइन, मङ्सिरकै गर्छौँ कि अथवा चाहिँ वैशाखकै गर्छौँ कि भनेर सहमतिपूर्वक लिएर जाउँ। तर महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षरलाई कसैले पनि अवमूल्यन गर्न मिल्दैन। त्यसलाई केन्द्रमा राखेर जाउँ। त्यो गरेर जाँदै गर्दाखेरि गर्न सकिएन भने केन्द्रीय समितिको बहुमत आफ्नो ठाउँमा छ, महाधिवेशन प्रतिनिधिको बहुमत आफ्नो ठाउँमा छ। कसैले केन्द्रीय समितिको बहुमत समात्ने, कसैले महाधिवेशन प्रतिनिधिको बहुमत समात्ने। योभन्दा सुन्दर अर्को मध्यमार्गी उपाय के हो भने यी दुईटै बहुमतभन्दा माथि महासमिति छ। डिजिटल भोटिङ सिस्टमबाट जान सकिन्छ। ताप्लेजुङदेखि दार्चुलासम्म होइन, महाधिवेशन प्रतिनिधि 54%, महासमितिमा कति प्रतिशत त आएकै छैन त। केन्द्रीय समितिको बहुमतको ठिक हो कि महाधिवेशन प्रतिनिधिको बहुमतको ठिक हो कि? यो दुईटै छोडिराखेर हामी महासमितिमा युरोप अमेरिकादेखि खाडी राष्ट्रहरूसम्म रहेका, ताप्लेजुङदेखि दार्चुलासम्म रहेका, मुस्ताङदेखि लिएर महोत्तरीसम्म रहेका साथीहरूको भावनालाई डिजिटल प्रक्रियाबाट पुसको 16, 17तिर गर्ने कि वैशाखतिर पुर्याउने त? निर्वाचन अगाडि गर्ने कि निर्वाचन पछि लैजाने त भन्ने दुईटा कुरामा चाहिँ महासमिति सदस्यहरूको डिजिटल प्रक्रियाबाट हामीले के लिन सक्छौँ? राय लिन सक्छौँ, निर्णय लिन सक्छौँ।